सुने मार्छन् छोरा र छोरीले कसम पागल बनाइछे मोरीले हे माया गर्थे पशुपति शर्मालाई एक्लै पार्यौ दिएनौ भर मलाई ए अझै पनि दिलमा कहीँ ठाउँ छ कि होइन केही न केही त उपाय आउँछ कि दुई बच्चाको भइसक्यो बाउकाले अझै आशा देखाउँदै छौकाले ए हिजो पनि मनमाया तिमी सपनामा आयौ पर्या छु चकित तिम्रै हुन लेखेको छ कि त तिम्रै नाममा बाँचै छु म सानो आधा मन त मरेको छ सानो हे अब त जे भन्छौ त्यही मान्ने मन छ मरेको मन के गरे बिउजन्छ अलमला परेछु म त हे आफै भन उपाय के छ त ए हिँड्छौ भने मेरो मन चिनेर ए राखिदिन्छु म एउटा घर किनेर गएपछि जवानी सेलार तिम्रो माया त्यो घरले देलार ए तिमीले मान्छौ भने मिलेपछि कामाया फुटाम्ला ए आइतबार र बुधबार छुटाम्ला अझै त्यसो भन्न पाइन्छ मलाई तिमी एकलौटी चाहिन्छ ए बिन्ती मनो दिलमा दिल कसम न भोलि एकछिन वार्तामा बसम न धेरै बगाए आँसुको धारा फेरि ल्यायौ कालेले उही पार ए यहाँ हेर न मान्छे पनि झन् राम्रो भएको छु अहिले त म सप्रेर आएको छु आफू सप्र्यौ रेखालाई सिगार्यौ मेरो भने जिन्दगी बिगार्यौ ए तिमीलाई नि सपारुला चाहिए दिउँला बाबु र नानी ए मर्यौ भने को खुवाउँछ सुनपानी पैसा छौन्जेल दिएनौ भारा जेसुकै होस् तिमीले फिर नगर ए भन्छ भने त्यो मनले तर्कम त त्यसो भए मरुदै फर्कम त काबुल छुरा कालेले तर्काको स्याङ्जा घरमै मजादा फर्काको ए अब कालेले कहाँ तिमीलाई रुवाउँछ काखमा बच्चा हेर क्या सुहाउँछ मेरो रहर भयो हे रहरमै सीमित रेखासँग रमायौ तिमी त ए पहिला उमेर सानो भो काँचा भो अब रहर पुर्याउनी बाचा भो कहिल्यै हैनौ रहर पुराउनी अझै पनि हो कति कुराउनी ए छोड्दिन के म झुटो बोलेर अहिले औँठी लगाइदिम त खोलेर पशुपतिकै